यहाँसम्म आउने कष्ट गर्नेछौँ सुमन भाइ र हामी सकेसम्म जति पनि कलश लिएर जाँदैछौँ शोभायात्रा कलश यात्रामा यहाँहरू सबैले ती कलशलाई शिरमा राख्नुहुन्छ है। सबैले शिरमा राखेर भगवानका भजन कीर्तन गाउँदै नौमती बाजाका साथमा हामी अगाडि बढ्नेछौँ। टीका ध्वज अथवा को हुनुहुन्छ टीका ध्वज मैले नाम बोलाउँदैछु। यहाँहरू मेरो आकर्षित हुनुहुन्छ भने यहाँ पनि पाल्नुहुनेछ। एउटा नाम राम सकेसम्म यहाँले सक्नुहुन्छ भने खाली खुट्टा पैदल यात्रा गर्नुहुनेछ। सक्नुहुन्छ भने खाली खुट्टा पैदल यात्रा गरेर आउँछौँ हामी। अब अगाडिबाट त्यहाँ गेटमा उभिँदै गर्नुपर्छ बाहिरपट्टि। हजुरहरू कोही टीका ध्वज यदि मेरो नाम सुन्दै हुनुहुन्छ भने आउनु होला। मैले बोलाएको नाम सुन्दै हुनुहुन्छ भने टीका ध्वज हजुरहरू अगाडि गएर त्यहाँ गेटमा कलश सकियो कलश एउटा पूजाको थाली पनि बोकिराखौँ। हजुरहरू कोही पनि अगाडि नबढ्नु होला। गेटमा गएर सबैजना उभिनुहुन्छ है। मैले टीका ध्वजलाई बोलाउँदै थिएँ। यदि सुन्दै हुनुहुन्छ भने उहाँले यहाँसम्म आउने कष्ट गर्नुहुनेछ। सक्नुहुन्छ भने एउटा यो ठुलो कलर बोक्दा पनि हुन्छ कसैले। टीका ध्वज आउनुहोस्। यसमा 2 थोपा पानी लगाउनुहोस्। अहिले भरेर ल्याउने हो अलिकति लगाउनु। हजुरहरू सबैजना गेटमा गएर बस्नुहोस् है। यताबाट घुम्नु जुत्ता लाउनु पाइँदैन। बोलिए भागवत भगवान को, कृष्णचंद्र भगवान को, राधा माधव भगवान को, शोभा कलश यात्रा महोत्सव को, भक्तवत्सल भगवान को, मृत कौशिक गोत्र का समस्त कुल देवताओं को, मृत कौशिक गोत्र का समस्त दिवंगत पितृदेवताओं को, समस्त भक्तवृन्दहरू को आजको आनन्द को सक्नुहुन्छ। यो पनि बोकौँ। ठुलो कलश पनि यदि सक्नुहुन्छ लाने भने बोकेर जाउँ। भरे अलिकति जति सकिन्छ त्यति पानी भरेर लिएर आउने हो। हजुरहरू माटासम्म निक्लेर उभिनु होला। हामी सबैजना सँगसँगै जान्छौँ। हजुरले पुस्तक कसैलाई दिनु र हजुर अरू मान्छे बोक्दिनु। सुन्नुभयो? धूपबत्ती लाइटर नबिर्सिनु है। पर मन्दिरमा बाल्नुपर्छ धूपबत्ती लाइटर। हामी अब नौमते बाजाका साथमा हामी नगर परिक्रमा गरेर भागवत भगवानलाई हामी भगवानलाई सुनाएर आदि गरिएका समस्त 33 कोटी देवता देवी देवताहरूलाई यहाँ ल्याएर विराजमान गराएर तुरुन्तै हामी पूजामा सरेको हुन्छौँ। अब हामी भने शोभा कलश यात्रा लिएर अगाडि बढ्दैछौँ नौमती बाजाहरूको साथमा। This